हाम्रो नेपाली समाजमा परम्परा अनुसार बिहे गर्दा एकअर्कालाई लगाइदिने दुबोको माला र रोजको मालाको अर्थ हजुरहरूलाई थाहा छ त? दुबोलाई हिन्दू धर्ममा अत्यन्तै पवित्र मान्ने भएकोले यो मालालाई पवित्रता, दीर्घायु र अतल सम्बन्धको प्रतीक मानिन्छ। र त्यसै गरी रोजको मालालाई प्रेम, सौन्दर्य र आकर्षणको प्रतीक मानिन्छ। यो भिडियोमा देख्नु भएको एउटा केवल फ्रेम मात्र नभई विशेष दिनको सम्झना हो। हजुरहरूको विशेष दिनको माला र अमूल्य सम्झनालाई हामीले यसरी रेजिनमा वा एक प्रकारको केमिकलमा प्रिजर्भ गर्ने गर्छौँ, ताकि हजुरहरूले हरेक पल्ट आफ्नो फ्रेमलाई हेर्दा त्यो विशेष दिनको भाव, भावना र सम्झना फेरि महसुस गर्न सक्नुहुनेछ। हजुरको बिहेको माला पनि यतिकै राखिरहनु भएको छ भए यो एउटा राम्रो अप्सन हो हजुरले माला प्रिजर्भ गर्नको लागि। यसमा हजुरले भेराइटी अफ डिजाइन र साइजेसहरू पाउन सक्नुहुन्छ। इन्क्वायरीको लागि चाहिँ डिजाइनको फोटो सहित वा भिडियो लिङ्क सहित हामीलाई मेसेज गर्नुहोला।